हेलो सम्पूर्णलाई फेरि स्वागत छ है मेरो यो युट्युब च्यानलमा र आजको यो भिडियोमा चाहिँ हामी माँ कामाख्या देवीको दर्शनमा जाँदै थियौँ र त्यसको सानसानो क्लिप्सहरू तपाईँमाथि सेयर गर्नु मन परेर मैले यो भिडियो बनाइरहेको छु है र कामाख्या देवी मन्दिर जाँदाखेरि चाहिँ तपाईँको जुन चाहिँ जुनको महिना हुन्छ यो चाहिँ एकदमै अस्पेसियस हुँदो रहेछ। मलाई पनि याद थिएन, जति बेला हामी गयौँ त्यति बेला मात्रै चाल पायो, किन भन्दा फर्स्टमा चाहिँ केही यादै थिएन मलाई होइन। पुरा डरलाग्दो जाम थियो, तपाईँको गाडीको एकदमै डरलाग्दो जामहरू भइरहेको थियो। तर नि अब हामीले सम्झ्यौँ अब यस्तै होला भनेर। तर पहिला यो चाहिँ फेस्टिभ सिजनमा चाहिँ तपाईँको मन्दिर क्लोज हुँदो रहेछ। क्लोज भएर चाहिँ तपाईँको खोलिँदाखेरि चाहिँ यो डरलाग्दो जाम भएको, मतलब ट्राफिक जाम, मान्छेको धेरै दर्शन गर्न आउँदो रहेछ है। र त्यति बेला हामी पुगेको थियौँ र त्यहाँ पुगेर चाहिँ हामीले के गर्यौँ भन्दाखेरि अब धेरै कुरा त्यहाँ पुगेर मात्रै चाल पायौँ। जस्तो तपाईँको मन्दिर दर्शन गर्नु छ भने चाहिँ एडभान्समा टिकटहरू बुक गर्नु पर्थ्यो रहेछ। त्यो हामीले गरेको थिएनौँ र त्यसले गर्दाखेरि अब यता लाइनमा त बस्न मिलेन। त्यसले गर्दा हामी चाहिँ छिटो दर्शन गरेर फर्कौँ भनेर सम्झ्यौँ र त्यसले गर्दा मैले सानसानो क्लिपिङ्सहरू मात्रै बनाएको छु है। र त्यहाँनिर चाहिँ एकजना हाम्रो त्यहीँनिरको बहिनी रहेछ है, निरुपमा भन्ने, निरुपमा बुढो, र उहाँसँग अचानक त्यहाँ भेट भयो र उहाँले पनि धेरै जानकारीहरू दियो क्या हामीलाई कि लाइक मन्दिरहरू त्यहाँ जब बन्द थियो या फिर लाइन बेसी भइरहेछ भने मतलब अरू मन्दिरहरू त्यहाँ छेउछेउमा कुन छ त्यो हामीलाई याद थिएन र बहिनीले त्यहाँ देखाइदियो। हामी त्यहाँ गयौँ, त्यहाँदेखि त्यहाँ गएर हामीले त्यतातिर नि पूजा गऱ्यौँ होइन। किनभने अब जो त्यहाँको रेसिडेन्ट्स हुन्छ उहाँहरूलाई त धेरै जानकारी हुन्छ त्यहाँ छेउछेउको होइन। हामी जो टाढोबाट आएकोलाई हामीलाई त मेन मन्दिर जुन चाहिँ मेन मन्दिर छ त्यो मात्रै हामीलाई याद थियो र छेउको मन्दिरहरूको बारेमा त्यति साह्रो इन्फर्मेसन थिएन। र निरुपमा बहिनीले चाहिँ त्यहाँ धेरै हेल्प गर्थ्यो, त्यहाँनिर मन्दिरहरू देखाइदियो है र हामीले त्यहाँ गएर पूजा गर्न सक्यौँ। र यो भिडियोमा चाहिँ एकदमै सर्ट भिडियोमा होइन त्यो डल्लै दिनको मैले देखाउन ट्राई गरेको छु। आशा गर्दछु कि तपाईँहरूलाई यो भिडियो मन पर्यो होइन। र यो च्यानललाई फेरि पनि है रिक्वेस्ट गर्न चाहन्छु, तपाईँहरू काइन्डली लाइक सेयर र सब्सक्राइब चाहिँ गरिदिनुहोस् है। किन भन्दाखेरि तपाईँको जति बेसी लाइक्स आउँछ, जति बेसी सब्सक्राइबर देख्छ, त्यति नै बेसी कन्टेन्ट बनाउनु पनि मनपर्छ होइन। यो मेरो फर्स्ट अब एटेम्प भनौँ है युट्युबमा यसरी ट्राभल गरेको ब्लग्सहरू बनाउँदै मैले हाल्दैछु र कतिवटा मिस्टेक पनि भइरहेको होला, तर म यसलाई फेरि फ्युचरमा राम्रो बनाउने छु भन्दै काइन्डली प्लिज लाइक सेयर र सब्सक्राइब गरिदिनुहोस् है यो च्यानललाई। थ्याङ्क यू।